सो हेलो एन्ड नमस्ते साथीहरु, हजुरलाई स्वागत छ आजको मेरो एसपीटी ब्लगमा। अनि म चाहिँ आज कहाँ जानको लागि रेडी भएको छु भने आज चाहिँ म र मेरो राजा चाहिँ आफ्नो सासू मम्मीलाई भेट्न जाँदैछु साथीहरु। अनि राजा चाहिँ माथि रुममा जानु भएको थियो, त्यही भएर चाहिँ म राजाको वेट गर्दै थिएँ साथीहरु। अनि मैले चाहिँ एक दुईवटा टिकटक पनि बनाएँ यहीँनिर। अनि त्यसपछि म राजा आएको थाहा पाएँ, लिफ्टबाट आइराख्नु भएको थियो, त्यही भएर चाहिँ म गएँ लिफ्टनिर गएर अनि वेट गरिरहेको थिएँ हैन साथीहरु। अनि राजा आउनु पनि भयो हैन साथीहरु। अनि त्यसपछि त भिडियो बनाइरहेको रहेछौ भनेर भाग्नुहुन्छ साथीहरु, के गर्नु यस्तै छ। किसी रोज बारिश जो आए समझ लेना बूंदों में बाचा गरी किसी रोज बारिश जो आए समझ लेना बूंदों में। अब केही नभए पनि त्यही पनि चाबी त लाउनु पर्यो, टाढा जाँदाखेरि त हामी बिहान गएपछि अब साँझ आउनु पर्ने हो नि त साथीहरु, त्यही भएर चाहिँ चाबीहरु लाउनु भयो। अनि यहाँ स्टार्ट गर्दै हुनुहुन्छ स्कुटी, हामी चाहिँ स्कुटीबाट जान लागेको। अनि राजा खुट्टामा ढुङ्गा गएछ हैन साथीहरु। नि यहाँ आउन भन्ने हुन्थ्यो नि, आफू फाल्नु भएछ। त्यसपछि चाहिँ अब हामी लाग्नु पर्ने हुन्छ साथीहरु हाम्रो सासू मम्मीको घरतिर। अनि राजा चाहिँ मम्मीलाई भेट्नको लागि आतुर हुँदै हुनुहुन्थ्यो साथीहरु। अनि छिटाउ भन्दै हुनुहुन्थ्यो, म चाहिँ यता पोज गर्दै थिएँ हैन। अनि त्यसपछि गएँ, म चाहिँ बस्न आँटेको थिएँ। अनि फोहोर रहेछ हल्का हल्का, त्यसलाई पुछे। गर्मी छ साथीहरु, सिट पनि यति धेरै पोल्ने भएको थियो हैन, त्यही पनि जसो तसो बस्दिहालेँ। म चाहिँ बसेपछि अब हामी चाहिँ यहाँ रुमदेखि हिँडिसक्यो। मम्मी बाई बाई रुम। हामी चाहिँ अब गएको सासू मम्मीको घरतिर, अब आउने हुन्छ साँझतिर, त्यति बेलासम्म बसिरहेको है रुम भनेर हामी चाहिँ गयो साथीहरु। यहाँ चाहिँ बाटैभरि धानहरू सुकाइरहेको रहेछन् हैन, उता पनि थिए हल्का हल्का थियो। जहिले यस्तै हुन्छ कि यहाँ त, जहिले यस्तै धानहरू गहुँहरू, अस्ति गहुँ थियो भने आज धान थियो हैन। यति राम्रो सिनहरू छ यतातिर। म यता आउने भनिरहेको छु, टाइम नै मिलेको छैन क्या साथीहरु। अब जाने हुन्छ बजारतिर गइहाल्ने हुन्छ हैन, आउँदाखेरि रात परिहाल्छ, त्यही भएर जानु हुँदैन। अनि हामी चाहिँ अब गयो सासू मम्मीलाई सरप्राइज दिनको लागि हैन। अनि राजाले चाहिँ बिस्तारै गेट खोल्नु भयो हैन साथीहरु। उता कुकुर भुइकिरहेको थियो, अनि त्यही भएर चुप्लाक भन्न जानु भएको थियो साथीहरु। कुकुर चाहिँ हामीले चिन्छ त, त्यही भएर भुकिरहेको थियो हैन। अनि मैले चाहिँ कुकुरले नचलाऊ, यहाँ यता ड्याडी मम्मीले उठाऊ भन्न गइरहेको थिएँ हैन साथीहरु। अनि उठाउनु पनि भयो। अनि ड्याडी चाहिँ गेट भयो हैन साथीहरु। अनि यता चाहिँ मम्मी रिसाइराख्नु भएको रहेछ क्या हैन। अनि राजाले चाहिँ फगाउनु भयो, अनि दर्शन पनि गर्नुभयो। मैले पनि गर्नु पर्यो नि त दर्शन त। अनि दर्शन गरेँ। मम्मी चाहिँ रिसाइराख्नु भएको थियो कि यति महिनासम्म पनि गर्नु पर्दैन भनेर रिसाइराख्नु भएको थियो मम्मी चाहिँ हैन साथीहरु। अब स्वाभाविकै कुरा हो के, हामी चाहिँ एक महिनादेखि मम्मीहरूलाई कल मेसेज केही गरेको थिएनौँ त साथीहरु, त्यही भएर चाहिँ अब मम्मी रिसाइराख्नु भएको थियो। पछि हामी आउँदा पनि रिसाइराख्नु भएको थियो, जाऊ भनेको चाहिँ मान्नु भएन, त्यही भएर चाहिँ हामी अब सासू मम्मीको रुमदेखि हामी चाहिँ लाग्यो साथीहरु छोरा बुहारीको रुमतिर। तिमीहरूको पनि छोरा बुहारी छ र भन्नु होला साथीहरु, तर हाम्रो छोरा बुहारी चाहिँ छन् साथीहरु। बुहारी चाहिँ अब बिरामी भएको छन् अरे, त्यही भएर चाहिँ हामी भेट्न आएको थियौँ। हाम्रो एज चाहिँ सेम होला, तर छोरा बुहारी साइनो पर्ने भएको मात्र हो यो साथीहरु फेरि। अनि त्यसपछि अनि राजाले चाहिँ ढोका खोल भन्दै हुनुहुन्थ्यो हैन। अनि एकछिनपछि खोले पनि ढोका, भेट्यो। अनि त्यसपछि भेटेपछि हामी चाहिँ मार्केटतिर लाग्यो साथीहरु। अब हामी बजार आएपछि त मार्केट नछिरी त घर जानै नै मिलेन त साथीहरु। जहिले सब्जी सकिन्छ अनि त्यसपछि मात्र हामी मार्केटतिर लाग्छौँ हैन साथीहरु। अनि बजार पनि घुम्ने भयो, अनि मम्मी ड्याडीले पनि भेट्ने भयो, अनि तरकारीहरू पनि लाने भयो, सबै कुरा भयो नि त। मार्केट आएपछि त यति सजिलो छ साथीहरु हामीलाई त। प्याज टमाटर आलुहरू चाहिँ हाम्रो सकिरहेको थियो। अनि त्यसपछि हामीले चिकन लग्ने प्लान थियो हाम्रो, त्यही भएर चाहिँ हामीले धनिया पनि लग्यो हैन साथीहरु। अनि त्यसपछि चाहिँ हामी लाग्यो सरासर घरतिर हैन। बाटैभरि यस्तै सब्जी मात्र थियो के साथीहरु, जुन सब्जी हेरौ त्यही सब्जी लग्नु मन लाग्ने त्यति धेरै थियो हैन। अनि यता कति राम्रो घाम लागिरहेको थियो हैन साथीहरु। रात पर्न लाग्यो त, त्यति बेला प्यालो प्यालो घाम लाग्छ नि, हो त्यस्तो वाला घाम लाग्यो त्यति। सो हामी चाहिँ घरमा आइपुग्यो साथीहरु, 7 बजिसकेको थियो। अब भेटौँला नेक्स्ट भिडियोमा, बाई बाई साथीहरु। अपन को तू बहुत पसंद है, जताने का मौका दे दुनिया बदल जाएगी। अपनी बोली बंदूक की गोली